अचेल यो टिकटक रिल्स र युट्युबमा है भाइरल भइरहेछ बस निकालेको भिडियो है। त्रिशुलीमा 1.5 वर्ष अगाडि बेपत्ता भएको बस निकालिएको भिडियो है। यहाँ एकजना टायर कान्छा दाइ हुनुहुँदो रहेछ है। बस निकाल्न चाहिँ चेनपुली लाएर चाहिँ एकदम मेहनत गरिरहनु भएको छ र प्रहरी अनि सेनाहरू पनि हुँदो रहेछ है। धेरै दिन भइसक्यो, 6-7 दिन भइसक्यो, तर पनि अझैसम्म सफल भएको छैन निक्लिनलाई है। जस्तो कि मानिलिउँ ठुलै कुरा टाइटानिकै डुबेको निकालेको झैँ भइरहेछ कि देशको गति भनौँ न। हजारौँ नेता महाराजा मन्त्रीहरू पायो देशले, तर एकजना राम्रो प्राविधिक पनि पाएन रहेछ है। एउटा राम्रो मिसिनरी पनि रहेन रहेछ जुन चाहिँ त्यो डुबेको गाडीलाई चाहिँ निकाल्न सकोस् है। एकजना टायर कान्छा दाइ रहेछन्, बिचरा मेहनत गरिरहनु भएको छ, उहाँलाई पनि अब सम्मानै गर्नुपर्छ होइन। र यहाँ अर्को कुरो, यो बस बेपत्ता हुँदा नै पत्ता लाउनु पर्ने हो नि त। अहिलेको जुगमा है प्रविधिहरू फिट गर्नुपर्ने थियो। जिपिआरएस जिपिएस सिस्टमहरू छ, हरेक लोकेसन ट्र्याक यताउता विभिन्न कुराहरू हुन्छ नि त होइन। त्यतिखेरै पत्ता लगाएर त्यतिखेरै निकाल्नु पर्थ्यो। 1.5 वर्ष हराएर पनि गाउँको सामान्य माछा मार्ने साथीहरूले चाहिँ पत्ता लगाएर चाहिँ त्यहाँ खोदतलास भएको रहेछ होइन। अचम्मको कुरो छ, कति कमजोरी हाम्रो देश होइन। प्रविधि भन्ने कुरा त 0 बराबर नै हो है। दुनियाँमा के भइसके, चन्द्रमा गएर हरेक कुरा पत्ता लगाएर मङ्गल ग्रह पुगेर मान्छे आइसके। हाम्रो चाहिँ त्यो डुबेको बस निकाल्नलाई पनि 7-8 दिन भइसक्यो, अझै निक्लिनु सकेको छैन। विडम्बना भनौँ के भनौँ, धेर बोल्नु पनि के बोल्नु। हस्त, धन्यवाद।